तपाईलाको बाटो जाँदैछौँ धार्के निस्किनलाई। Look at the views, guys. राम्रो भएछ अहिले चाहिँ। अस्ति चाहिँ यहाँ पुरा खराब थियो अनि अस्ति आउँदा चाहिँ यहाँनिर गाडी पनि ठोकिएको थियो, 3टा गाडी एकै ठाउँमा। यहाँ चाका ल अनि धार्केको बाटो यहाँसम्म आइपुग्यो। अहिले जस्ट हिसाब गर्दैछौँ। अब हामी हिँड्छौँ यहाँबाट धार्के पुगिन्छ, फेरि हामी अगाडि गएर फेरि भिडियो है। सर पनि हुनुहुन्छ। सबैजनालाई नमस्कार। मेरो मिठो बोलेकोमा खाजा खान लागेको छौँ। त्यही हो, बिहान बिहान शीतल छ गाइस। अब हामी finally we have came to Moglin. टिकट लाग्छ ल हामी फाइनली यो पानी खाने ठाउँमा आइपुग्यो। मिठो यो मेरो मिठो हो। पुरानो अब हामी क्रिया जिल्ला प्रवेश गरियो। बाबुको ड्राइभिङ ल अब हाम्रो नयाँ बाटो सुरु भयो। यहाँबाट पुरो त्यसो आयो यता छेउबाट। दमलीको मात्रै हैन, माथि टपमा चाहिँ मानुङकोटै सरले भन्दै हुनुहुन्छ। सरले फुल घुमाइदिनुहुन्छ। सरले डेन्जरमा गनिनुहुन्छ। बाटो यहाँ पुरै ड्यामेज भएछ कि यस्तो पुरै बाटोको अवस्था अहिले। तर पनि दमौली आइपुग्यो हामी। फाइनली दमौली। हामी पोखरा पुग्यो। अब पोखराबाट हामी स्याङ्जातिर लाग्दैछौँ। एकदम राम्रो छ। आई लभ पोखरा, आई लभ पोखरा। अब हामी स्याङ्जाको हाइवे पक्रियौँ। स्याङ्जा पोखरा सिद्धियो। अब वेलकम टु स्याङ्जा। पानी पनि पर्यो। हामी स्याङ्जा आइयो। स्याङ्जामा आउनुभन्दा केही बेर पहिला हामीलाई पानीले